हजुरको कागले साह्रै मिठो कुरा भन्छ, तर मेरो लागि भने परमेश्वरको नजिक रहनु असल छ। मैले प्रभु परमेश्वरलाई मेरो शरणस्थान बनाएको छु। म तपाईँको सबै कार्यहरूको वर्णन गर्नेछु। मेरो लागि परमेश्वरको केमा नजिक आउनु चाहिँ, नजिक रहनु चाहिँ असल छ। मेरो प्रियहरू, यो कुरालाई जानेको हुनुपर्छ। यो टाइम चाहिँ नि, यो डाइमेन्सनमा छिर्नु हो भनेदेखिलाई नि मेरो लागि चाहिँ नि म परमेश्वरको नजिकमा रहनु चाहिँ असल छ। मैले परमेश्वरलाई मेरो शरणस्थान बनाएको छु। मेरो शरणस्थान चाहिँ परमेश्वर हुनुहुन्छ। यसो इन्डिभिजुअल कुरा गर्दै चाहिँ इन्डिभिजुअल मेरो शरणस्थान चाहिँ परमेश्वर। हजुरको कागले शक्तिशाली कुरा भन्छ, मेरो निम्ति चाहिँ म फेरि पनि तर मेरो लागि भने परमेश्वरको नजिक रहनु असल छ। कसको नजिक रहँदै हुनुहुन्छ तपाईँ? परमेश्वरको नजिक, यो मान्छेको नजिक, या अरू संसारको नजिक? यो तपाईँले आफूलाई सट्ट थाहा पाइहाल्नुहुन्छ। तर नि भजनको गायकले साह्रो पावरफुल कुरा भन्दैछ, मेरो लागि चाहिँ परमेश्वरको नजिक रहनु असल छ। मैले परमप्रभुलाई मेरो संस्थान बनाएको छु। म तपाईँको सबै कार्यको वर्णन गर्नेछु। मेरो संस्थान नै मैले परमेश्वरलाई बनाएको छु। यो टाइम चाहिँ नि मेरो संस्थान चाहिँ परमेश्वर बनाएको हुनुपर्छ। मेरो प्रियहरू, हो भनेर मात्रै नि परमेश्वर चाहिँ होइन तेरो भने चाहिँ कस्तो हुन्छ होला? हामी मुखले चाहिँ पुरै भनिदिन्छ नि, मुखले चाहिँ पास भइहाल्छ एकतालमा बोलेर नै। त्यस्तो विश्वासी नबनिनुहोस् मेरो प्रियहरू। तपाईँको संस्थान चाहिँ नि परमप्रभु परमेश्वर बन्नेको हुनुपर्छ। मिलेनियम किङडममा छिर्दैछ नि मेरो परमेश्वर मेरो शरणस्थान होइन भनेदेखिलाई आउट हुन्छ त अन्त, आउट हुन्छ त अन्त। सुन्नुहोस् यति बेला यो टाइम नि हामी जुन कुरामा हामी अगाडि बढिराखेका छौँ नि, त्यो टाइममा हामी अगाडि बढ्दै गर्दाखेरि नि हामी आफूलाई तयार बनाउनु, चिन्नु, जान्नु जरुरी छ मेरो प्रियहरू। आमेन, 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 आमेन। मैले नि मेरो संस्थालाई परमेश्वर भन्छ नि मैले उहाँको कुरालाई खोजी नै रहनुपर्छ। मैले उहाँको कुरालाई खोजी नै रहनुपर्छ। मैले उहाँको सत्यता गर्ने कुरालाई खोजी नै रहनुपर्छ। मेरो जीवनको खोजाइ चाहिँ वास्तवमा नि एकछिन रोक है, एकछिन अझ नरोक्ने, एकछिन बाबालाई पैसा पठाइदिनु भन न। भन त, मम्मीसँग पैसा भ्याइयो, बाबालाई पैसा पठाइदिनु। बाबा म ट्रेनिङ खाने भन त फोन गरेर।